ठुलो छलाङ मारिसकेको छ अनि हाम्रो क्रिस्चियन नेपाली मिडियाहरूले पनि त्यो छलाङलाई तयारी गर्दै हुनुहुन्छ। त्यसको लागिलाई ठुलो शुभकामना। म जब यो मिडियाको कुरो गर्छु म अलिकति पृष्ठभूमि केलाइहाल्नु पर्यो। मैले 2000 म पहिला शरणार्थी क्याम्पबाट बिलङ गर्दछु अनि 2011 म अमेरिका गएँ। म 2010 मा शरणार्थी क्याम्पमा हुँदै गर्दाखेरि जुन समयमा मेरो घरमा रेडियो टेलिभिजन थिएन, त्यो मेरो लागि लग्जरी थियो, त्यो मेरो लागि पहुँचमा नपुग्ने थोकहरू थियो। त्यो दिनमा प्रभुले मलाई बोल्नुभयो रेडियो टेलिभिजनमा पहुँचाउन पर्छ। अनि हाम्रो चर्चको नाम वर्ड एन्ड लाइफ चर्च थियो अनि धेरै विसञ्चोपन भित्र भइरहेको थियो, एउटा रेस्टलेसनेस भइरहेको थियो। अमेरिका गएँ, प्रभुले 2010 मा भन्नुभएको कुरो निकै उम्लिरहेको थियो भित्र, तर कुनै रीतिले पनि त्यो पुरा भएको मैले देखिनँ। अनि एक दिन मलाई कहाँबाट एकजना व्यक्तिलाई मैले मेसेज गर्न ठुलो उत्कट इच्छा आयो अनि ती व्यक्ति सालौँदेखि मिडिया क्षेत्रमा काम गर्ने व्यक्ति भएको कारणले गर्दा मैले आँट बटुलेर त्यो समयमा बिशप नारायण शर्मालाई मेरो यस्तो यस्तो दर्शन छ भन्दै गर्दा मैले इसाई जगतमा आरिस नभएको व्यक्ति देखेको मेरो पर्सनल कन्भिक्सन त्यस्तो छ। अनि उहाँले वाह भाइ तपाईले यो कुरो ल्याउँदै गर्दाखेरि मैले वर्षौँदेखिको युवा व्यक्तिहरू पनि मिडियामा आउनुपर्छ, रेडियोमा टेलिभिजनमा आउनुपर्छ भनेर गरेको प्रार्थनाको उत्तर चाहिँ प्रभुले तपाईँ मार्फत दिँदै हुनुहुन्छ। अनि उहाँले भन्नु म तपाईँलाई एकजना व्यक्तिसँग परिचय गराउँछु। अनि उहाँले कुमार सिंह विष्टको नाम दिनुभयो। अनि त्यतिखेर उहाँ गुड न्युज एफएममा काम गरिरहनु भएको थियो। अनि मैले अझै पनि मलाई थाहा छ, म मेरो भर्खर कामको सिफ्ट सकेर म जाँदै थिएँ, जाँदै घर जाँदै गर्दाखेरि मैले उहाँलाई कल गरेँ। अनि गुड न्युज एफएममा हामीले 2014 देखि कार्यक्रम सुरु गऱ्यौँ। अनि अहिले 2024 मा आउँदै गर्दा अस्ति निलिमा म्याम हाम्रो माफ गर्नुहोस् ल टाइमको निलिमा म्याम हाम्रो घर परिवारमा आउन भयो। अनि हाम्रो कुमार सरको परिवार र रोहित सरको परिवार दे नो लङ्गर मिनिस्ट्री पार्टनर, दे आर फ्यामिली टु अस। हामीलाई चाहिँ अब उहाँहरू हाम्रो परिवार लाग्छ। अनि उहाँ आउनुभयो निलिमा म्याम। त्यतिखेर हामी कुरा गर्दै थियौँ। 10 वर्ष भइसकेछ रेडियोमा काम गरेको, थाहा पनि थिएन। अनि टेलिभिजन पनि हामीले 2019 देखि न्युज 24 टेलिभिजनमा हामीले कन्टिन्युली गरिरहेका छौँ। तर यहाँ म के जोड्न चाहँदछु भने तपाईँ र म चाहिँ कराउने व्यक्ति हो। परमेश्वरले कुनै पनि ठाउँमा एउटा जागृति ल्याउनका लागि कराउने व्यक्ति, एउटा विटनेस गर्ने व्यक्तिलाई परमेश्वरले खोज्नु भयो। यसको उदाहरण दिँदै गर्दाखेरि नुहा दोस्रो पत्रुस 2:5 भन्छ नुहा धार्मिकताको प्रचारक। अनि नुहाले एक दिन मात्रै प्रचार गरेन, 1 वर्ष मात्रै प्रचार गरेन, सेम मेसेज उसले 120 वर्षसम्म प्रचार गरे। तर पनि उसले एकैजना मान्छे पनि रिपेन्ट गरेर आएन, तर पनि उसले प्रचार गर्न छोडेन। तपाईको सेवकाई, तपाईको पेसाबाट पनि धेरै मान्छे तपाईको लागि एउटा आशिषको कारण नहोला, तर नुहाले छोडेन। प्रिय एज अ पास्टर पनि कोही बेला हामीलाई कस्तो लाग्छ, एउटा आत्मवर्षमा बाँचेर नै हामीलाई फेलियर लाग्छ। नुहा चाहिँ हाम्रो नजरले कति ठुलो फेलियर हो, तर प्रभुको नजरले चाहिँ इज अ भेरी फेथफुल गाई, भेरी फेथफुल गाई। अनि तपाईँको जीवनमा पनि तपाईँले यो पेसालाई अपनाउँदै गर्दाखेरि कोही बेला यो विधामा लाग्दै गर्दा तपाईँको आवाज हावामा त जान्छ, एयरमा त जान्छ, तर कति बार त्यसको पहुँच लामो समयसम्म नहोला। तर नुहाले नै 120 वर्षसम्म नि आफ्नो आवाज चाहिँ निकाल्न छोडेन। एक दिन त्यो आवाजले अरूलाई बचाएन, तर उसलाई चाहिँ बचायो। अनि तपाईँ र मलाई पनि एक्ज्याक्टली परमेश्वरले त्यही चाहनुहुन्छ। आवाजलाई नरोक्नुहोस्। टिडी ज्याकले डोन्ट ड्रप यो माइक भनेका छन्। तपाईँ र मैले माइक ड्रप नगरौँ, किनभने त्यो माइकमा परमेश्वरले कुनै न कुनै कुरा राखिदिनु भएको छ। उमर सरलाई मैले एक दिन यसरी भने, तपाईँको माइक तपाईँको लागि पुलपिट हो, तपाईँको लागि पुलपिट यही माइक हो। प्रभुले सबैलाई आशिष गरेका र शुभकामना। अझै डिजिटलमा जानुहोस्, किनभने डिजिटल चाहिँ यस्तो हो, बिलियन्स एन्ड बिलियन्स मान्छे एक ठाउँमा भेला हुने प्लेटफर्म हो। तपाईँले 1000 को लागि स्टल लाउनको लागि कति गाह्रो पर्छ होइन, तर डिजिटल चाहिँ नि बिलियन्स एन्ड बिलियन्स मान्छे एउटा छत्रछायामा आउने प्लेटफर्म हो। यसमा जानुहोस् अगाडि,
प्रभुले तपाईँहरू सबैलाई आशिष गरेका हुन्। जय मसीह।